Hello guys, I am currently in a beautiful park of Romania. आज म रोमानियाको एउटा सुन्दर पार्कमा छु। तपाईं देख्न सक्नुहुन्छ। Look at this beautiful flower अनि यो हरियाली एकदमै पिसफुल छ। This is very peaceful. This place is so clean and quiet. मलाई यहाँ एकदमै आनन्द फिल भइरहेको छ। म चाहिँ भर्खरै क्लुज भन्ने ठाउँबाट ट्रेनबाट झरेर भर्खरै गेर्ला पुगे। The flowers are blooming here and everything is so green. हैन सबैतिर हरियाली छ एकदमै. It is so peaceful and relax. एकदमै आनन्द भइरहेछ. त्यही भएर so I'm making a mini vlog here in Romania. तपाईहरुले पछाडिको दृश्य देखाउँछु. यहाँबाट त्यो देख्न सक्नुहुन्छ. So amazing. एउटा चर्च पनि छ. यो पार्कमा चाहिँ कागहरुको संख्या धेरै भएकाले कागहरु कराएको आवाज पनि तपाईले सुन्न सक्नुहुन्छ. Very beautiful. And everything is so green. फुलहरु फुलिरहेका छन् अनि सबैतिर हरियाली छ. It is so peaceful and relax, हैन यस्तो शान्त र आनन्दीय ठाउँ छ. So I am making here mini vlog. देख्न सक्नुहुन्छ एकदमै क्लीन छ. बाजे पनि रेस्ट गर्दै हुनुहुन्छ. हेलो बुना बुना भनेको चाहिँ यहाँको नमस्ते भन्ने हुन्छ के. त्यही भएर म चाहिँ पार्कबाट एक्जिट भइरहेछु. अहिले बाहिर गइरहेको छु. अब मार्केट चाहिँ जानुपर्छ. मार्केटबाट केही सामान लिएर टक्क रुममा गएर खानुपर्छ. केही खानेकुराहरू पनि लग्नु पर्यो. भोक लागिरहेछ. गाइस वाउ सो ब्युटिफुल. एकदमै क्लीन छ के यहाँको ठाउँहरु चाहिँ. गल्लीहरु पनि के यो चाहिँ त्यो सिटी हैन, अलि गाउँ एरिया हो. सिटीमा पनि क्लीन हुन्छ. यहाँ पनि एभ्रीवेयर क्या. यो युरोपको रोमानियाको अब अरू ठाउँ त म गएको छैन, त्यति एक्सपिरियन्स छैन. तर रोमानियामा चाहिँ 1 महिनाको अन्तरालमा मैले धेरै कुराहरू सिकेँ. यहाँको डिसिप्लिन, यहाँको यो रुल्स एन्ड रेगुलेसन एकदमै राम्रो छ. एकदमै मन पर्यो मलाई चाहिँ हैन. थ्यांक यू फर वाचिङ.